हामीले समाजले सजिलै चिन्ने आमालाई हाम्रो ऐनले सजिलै चिनिदिएन। विगतको एउटा समस्या त्यो थियो। आमाले चिनाइदिनु पर्ने बाबुलाई चाहिँ अथवा चिन्न गाह्रो हुने बाबुलाई चाहिँ हाम्रो ऐनले सजिलै चिन्यो। त्यसैले अहिले आउँदै गरेको प्रस्तावले आमालाई पनि चिन्ने प्रयास गरेको मैले देखेको छु र यो प्रयास हुँदै गर्दाखेरि अझै पनि यसमा छलफल गरेर आमा या बाबु दुईटै उत्तिकै हुन् र एउटाको मात्रै अभिभावकत्व हुँदै गर्दाखेरि पनि उसले प्राप्त गर्नुपर्ने नागरिकताको हकबाट ऊ कहीँ पनि वञ्चित हुनु हुँदैन भन्ने यसको सारमा यसको चाहिँ यसले सन्देश दिने र त्यसले नागरिकलाई चाहिँ तल नागरिक पंक्तिलाई चाहिँ कसैले दिने होइन, यो कसैले सजिलोसँग बोल्ने भाषामा बोले जस्तो बाँड्ने कुरो पनि होइन, यो कसैको कृपाको कुरो पनि होइन, उसको जन्मसिद्ध हकको अधिकारको कुरोलाई यसले स्थापित गरेको छ भन्ने सन्देश दिन सक्नुपर्छ। अर्को चाहिँ नागरिकता ऐन 2063 मा माननीय मन्त्रीज्यू त्यसबेला एनआरएनको विषय पनि त्यसैमा समाविष्ट थियो। अहिले हामीले अब यो लिएर आयौँ, म आग्रह गर्न चाहन्छु चाँडै नै एनआरएन सम्बन्धी विषय पनि विधेयकको रूपमा चाँडोभन्दा चाँडो आइदियोस्।